यो त अब बुढो 80 वर्ष पुग्यो बुवा हुनुहुन्छ झाँक्री धामी सबै पेसा जानेको होइन। अब मान्छेले भन्छन् नि अब राति हिँड्नुहुन्न छम पुरा चुरा होइन बजार सो गरेर चुरिनी बाई हिँड्छन्। चुरिनी बाई जम्का बाहिर हुन्छ मुरगुट्टा होइन मन्डो काटेका मुरगुट्टाहरू पनि हुन्छन् उल्टे खुट्टा गरेका पनि भेटिन्छन् भन्छन् नि। यो कुरा साँच्चै होला के होला मैले त बताउनु मैले त आसन भेटेको छैन। तपाईँ अब एउटा झामी झाँक्री होइन बुद्धुसँग कुरा गर्ने त्यसलाई चाहिँ भगाउने तलाउने मान्छे यो कुरा साँच्चै होला कि नहोला कि मलाई त अचम्म लाग्छ। यो साँच्चै हो हुन्छ नि त्यस्तो साँच्चै हो र। जबसम्म आफूलाई फेला पर्दैन तबसम्म त अब विश्वास होइन लाग्दैन आमलाई। तर त्यो हुन्छ है त्यसो भए त्यो पक्का हो। त्यो मुरगुट्टाहरू उल्टे खुट्टा गरेकाहरू हुन्छन् चुरिनी बाईहरू यो पैसालाई यता फर्क हुन्छ नि त्यसो। यो कुर्कुचा यहाँ पैसालाई यता फर्क उता फर्क्यो त्यस्तो भुट हुन्छ हो र। भुट त तपाईँसँग भेट्नु हुन्छ भाषा जम्का भेट नै मसँग पक्का हुन्छ। त्यो दुनु कस्तो देखिने मात्रै बोल्दैन नबोल्ने देखिने हिँड्ने पनि गर्छन् उस्तै देखिने यसो देखि आफू चाहिँ ऊ चाहिँ एका चाहिँ गइहाल्ने। तपाईँ त कतिचोटि अब यस्तै भेरी घाटमा होइन मसान घाटमा माछा मार्नलाई पनि सुत्नुभयो कहिले बल्ल चल्दाखेरि पनि तपाईँ खोलामा बस्नुभयो। तपाईँलाई डर लाग्दैन त्यस्तोसँग? म डर छैन। मान्छे डराएर काल पर्छ नि त। मलाई म केही पनि डराउँदैन। कतिपय मान्छेले भन्छन् यसो खोला खाल्सीमा हिँड्दा बेलामा राति कता हो भन्यो भन्थ्यो कि यता भुजल बाजे भन्ने मान्छे त्यो आफूले हिँड्दाखेरि गरे कता हो भने गरे न भन्छ यो बाटो त्यो खोल्साबाट भन्छ नि त्यसो। फेरि त्यो भन्छ एकदम मूल मन्त्र एकदम मन्त्र पढिहाल्नु पर्छ। ए मन्त्र जप्नु पर्यो जप्नु पर्यो यस्तै भुइँको खरानी चाहिन्न यस्तै माटो फुकिदिनुहुन्छ ठ्याक्कै माटोसँग माटो फुकिदिनुहुन्छ फुगर माटो फुको 3 पाली फुकिदिन्छ 3 पाली फुकिदिनुहुन्छ छिटो 3 पाली फुगर फुको छर 4 दिशा छरै चाहिँ भाग्छ 4 दिशा पूर्व पश्चिम उत्तर दक्षिण 4 दिशा हानिदियो भने त्यो हराउँछ त्यहाँ बिला नत्र के खान्छ लग्छ मान्छेलाई मार्छ नै त्यही रमझम गरिदियो भने त्यही लाग्छ आफूलाई। ए आफू आउने भयो त्यो त्यही आफूले लाग्यो भने भूत लाग्यो भन्ने भइरहेको मुटु दुखायो कोखा दुखायो फर्लाङ मारिहाल्छ। त्यस्तो हुन्छ नि उसले खाइहाल्यो त्यो आइमा चर्नी भयो आफ्नोमा भूत लाग्यो भने त्यही हो भुट तोडेको भुट हो भूत लाग्यो भन्ने कारण त्यही होला नि। त्यसले चाहिँ खर्लाको खानेकुरा भयो नि त्यो चाहिँ आगोमा चर्ने भयो त्यसमा मान्छे मर्ने म चाहन्छु के भने आया उसले खाइहाल्ने भयो जस्तो हुन्छ नि। त्यसो भए मन्त्र पढ्न नजाने पनि भुइँको धुलो भुइँको धुलो फुकिदिन्छ। दर्शकबिन एउटा अनुभवी एकदमै पुरानो धामी झाँक्री काम जानेको बुवाले भन्नुभयो तपाईँहरूलाई कतै रात परेको बेलामा भूत भयो मसानहरू चुरेलहरू त्यसो देखा परेमा चाहिँ तपाईँले चाहिँ अरू केही नजाने पनि भुइँको धुलोलाई चाहिँ मुठीमा लिएर 4 दिशामा चाहिँ फुकेर के नि 3 पटक फुक्ने 3 पटक फुकेर ठ्याक्कै 3 पाली फुक्यो भने त्यहाँ 4 दिशा फाल्ने पूर्व पश्चिम उत्तर दक्षिण त्यो फाल्ने 4 दिशा 1 2 3 4 दिशा हानिदियो भने बड्ड त्यसरी चाहिँ अब 4 दिशामा त्यो तपाईँले
3 पटक धुलो फुकेर चाहिँ हानेमा चारैसँग फालेमा चाहिँ बल्ल त्यो भूतहरू चुरेलहरू सब हराउने भयो बन्द नत्र चाहिँ तपाईँलाई लाग्ने भयो भदै यो यिनी भूत त अझै पनि छन् हो त सबैलाई देख्ने कोही बेला देख्ने भयो नि के भन्छ उसै बिर्गता घर छ त माथि माथि नयाँ घर छ त हो त्यहाँ देखियो एक रातमा सुत्छु भनेर सुत्छ त्यहाँपछि बाहिरपट्टि ढोका त्यसको उडेको जाली रातिमा जाली घचा गराए ए को भन्नु गयो त्यो विक्रेताले को ढोका भनेको त के हुन्थ्यो त्यहाँपट्टि त्यो भित्रपट्टि उसले त्यसको पानी खाने गागी त्यो गागी ठङ हान्नु गयो को गागी हान्ने भनेको थिएँ विक्रेता भर्खरै कुरा नि अस्ति भर्खर कुरा त्यही घरमा त्यहाँपछि जेसुकै होस् भनेर सुत्यो त्यो विक्रेता सुत्यो त्यहाँ खुट्टा समासेर झाक झ्यागा खुट्टा चाल्नु को भने सानबा मसा कुरा हिँडमा त्यस्तो गरेर नि त्यहाँपछि के हुन्थ्यो त पत्ता त्यस्तै ताजा त्यहाँपछि त्यसको गाग्री यस्तै हाल्यो ठङ हान्यो अरे खुट्टा पनि तान्यो गाडी हान्यो ठङ हान्यो अरे त्यहाँपछि के हुन्थ्यो पस्छ त्यो बिर्खता घरमा बाहिर निकालिरहेको यहाँ तल घरमा आइछ रात घरमा राति आयो बिहान आयो राति आइहाल्यो अरे राति आइछ घरमा धराएर आइछ एक्लै हुन्छ नि यहाँ तल घरमा आइछ त्यहाँ ए छेमा यहाँ पनि ढोका लाग्यो राति ए ढोका उगाएर छ छेमा ढोका उगाएर छ भन्यो मलाई चाहिँ दबाब दियो त्यो घरमा दबाब दियो मलाई दबाब दियो भन्छ राति कुरा होला नि राति कुरा कति बजीतिर हो 10-12 बजीतिर होला 12 बजे 12 भएर आयो जराएर धन्न के गरिन्छ अरे धन्न मारिन्छ खुट्टा तान्यो नि गाडी बजायो कि मारिन भागी बोल्यो रहेछ यसको भागी बोल्दो रहेछ के बाँचेर आयो त आजकल के गर्छ सबै घर बस्छ कि उहीँ के गर्छ उही बस्छ त्यहाँ आजभोलि त ऊ त उहीँ बस्छ सबै बस्छन् त्यसो त्यो घर पूजा गर्ने घर बाँध्ने काम गर्नुपर्छ अब त्यतिबाट थियो घर बाँध्न गर्नु पर्ने घर पूजा गरेर बल्ल सर्नु पर्ने अब त्यो घरमा के भन्छ भनेपछि पुरा चाहिएको छ
त्यो घरमा के गर्नुपर्छ भनेपछि उम्, ध्वजा लानुपर्छ ए ध्वजा धुरीमा धुरीमा ध्वजा लानुपर्छ उम्, र फेरि त्यो घरमा फेरि त्यो घरमा के गर्नुपर्छ भने उम्, अक्षता सबै जपेर फुक्नुपर्छ पुरा 4 दिशामा गार्नुपर्छ पुरा खल्नुपर्छ 4 कुना गार्नु राख्नु पर्यो नि 4 ठाउँमा अक्षता उम्, बन्द गर्नुपर्छ घर बान्ने भने त्यही होला घर बाँध्नु भने थिएँ तपाईँले त्यही भन्नु त्यसलाई हो त्यो गरिदियो भने दारु दिन्न त्यो मसाले त्यही भन्नु भने तपाईँले त्यो भनेको भनेको सानबा तिमीले फुकेर उसलाई भन्नु मलाई त अहिले त्यो बोली गरेको छैन त्यो गर्नु पर्छ त्यस्तो हुन्छ नि त्यो भएर मान्छेले नयाँ घर बहिनी घर बान्ने घर पूजा गर्ने घर सर्नुभन्दा पहिले त्यो गर्ने काम त्यही होला नि त्यो गर्नुपर्छ हो ए नत्र आउँछ भूत डराउन डराउँदैन आउँछ त्यस्तो हुन्छ नि त्यो आउन कारण के होला आउँछ त्यो ओहो यहाँ नयाँ घर रहेछ म बस्छु भने आउँछ क्या नि हो अन्त उसले लाग्ने दुःखले पनि त्यो घरलाई मन पारो मन भएन राम्रो रहेछ भनौँ र खोलाको भुट पनि लाग्छ ए हजुर